सबैलाई टाँसिदेले र अनि अब धेरै समयपछि फेरि यहाँ आउनु पायो, खुसी लाग्यो। त्यस्तै अब 8 वर्ष अगाडि यहाँ पुगेको रहेछ। अनि यहाँ तुजिछिम्पु माने चोकमा पनि हुनुहुन्छ भने धेरै खुसी लाग्यो। अनि अहिलेसम्म आउँदाखेरि अब हाम्रो कविराजज्यूदेखि लिएर यहाँको जति पनि हुनुहुन्छ धेरै धर्ममा लागेर गुम्बा त्यसै गरिकन समाजको उसमा अब धार्मिक कार्यक्रमहरू धेरै गर्नुभएको रहेछ। त्यसै गरिकन हाम्रो खेम्बो निमा साङ्बोज्यू आउनु भएर यहाँ धेरै धर्म र जुन एउटा छुयो सिकाउने जुन एउटा अनि त्यसै गरिकन छुयो धेरै राम्रो अनि एउटा गर्नुभएको रहेछ। अहिलेसम्म आएर धेरैजनाले छुयो सिक्ने, त्यसै गरिकन छुयो, त्यसै गरिकन गोन्डो अनि विशेष चाहिँ गोन्डो हुने भएको हुनाले हामीले माने मलम आफ्नो ठाउँमा छ। अहिले जुन तपाईँले छोक एकदम राम्रो चढाउनु भयो, धेरै राम्रो एउटा हाम्रो धर्ममा जुन एउटा महायाना त्यसै गरिकन वज्रयानाको जुन एउटा छुयो त्यसमा अब छोकहरू चढाउनेदेखि लिएर जुन एउटा पुण्यको आर्जन गर्ने हामीले जुन पाठहरू छ, त्यो अभ्यासहरू छ, त्यसलाई अगाडि निरन्तर दिनुभएको रहेछ। धेरै राम्रो लाग्यो। र यसमा अनि गोन्डो चाहिँ अब विशेष हुने भएको हुनाले हामीले गोन्डोको जुन अभ्यासहरू चाहिँ हामीले जहाँ बसेर पनि हामीले गर्न सक्ने त्यो भएको हुनाले गोन्डोको अभ्यास चाहिँ हामी सबैले कोसिस गर्नुपर्ने। हामीले गोन्डो चाहिँ हामीले सक्यो भनेपछि हाम्रो जुन एउटा बौद्ध धर्ममा लागेर हामीले माने मलम गरे पनि जुनै अभ्यासहरू गरे पनि अनि गोन्डो भएपछि मात्रै हाम्रो मनमा एउटा ज्ञान प्राप्त गर्न सक्ने र एउटा जुन हामीले वाङहरू लिएको छ त्यो वाङको अभ्यास गरेर अनि फेरि अन्त्यमा गएर हामीले बुद्ध प्राप्त गर्न सक्ने त्यो मार्ग भएको हुनाले गोन्डो चाहिँ एकदम महत्त्वपूर्ण। अब हामीले गोन्डो गर्दाखेरि धेरै गाह्रो पर्दैन। हामीले छा त्यसै गरिकन क्याम्डो अनि मेन्डेल हिग्या अनि पानी चढाउने लगायत त्यस्तो जुन एउटा गोन्डोहरू छ त्यसलाई हामीले कम्तीमा 1 लाख को जुन एउटा नम्बर भनेको छ, नम्बर भन्दा पनि हामीले अभ्यास गर्ने चाहिँ महत्त्वपूर्ण हो। हाम्रो मनमा कसरी त्यसलाई उत्पन्न गर्ने ज्ञान यो जुन एउटा बुद्धको उहाँले दिनुभएको जुन ज्ञानहरू छ त्यसलाई कसरी हामीले ध्यानमा लाने त जुन विदेशीहरूले मेडिटेसन भन्छ, मेडिटेसनको जुन मान्य चाहिँ के हो भन्दाखेरि हामीले ध्यान भने पनि हाम्रो छुयो भाषामा घोम भन्छ, थुयो सम घोम सुम, पहिला सुन्ने त्यसलाई विचार गरेर ध्यानमा लाने भने ध्यान भन्ने शब्द चाहिँ हामीले धेरै हाम्रो छुयोमा त्यतिको हामीले पढेको हुँदैन। तर हाम्रो सुरुवात जब हामीले गुम्बामा आएर धुपहरू चढाएर जब हामीले ढोग्छौँ त्यहाँबाट नै ध्यान सुरु हुन्छ हाम्रो ध्यान चाहिँ। त्यसले गर्दाखेरि त्यो ध्यान चाहिँ हामीले राम्रोसँग बुझेर त्यसलाई अगाडि गऱ्यो भने हाम्रो जीवनको लागि चाहिँ धेरै महत्त्वपूर्ण। हाम्रो जीवनलाई एकदम स्वच्छ बनाउने र हाम्रो सोच र हाम्रो वचन र शरीर यो तीनटै एउटा राम्रोसँग हामीले यो दुनियाँमा पनि राम्रो एकदम महत्त्वपूर्ण हाम्रो जीवन स्वच्छ जीवन र त्यसै गरेर हामीले मिनिङफुल भन्छ एकदम फलदायक एउटा जीवन बिताउनेको लागि चाहिँ अब हामीले ध्यान गर्नुपर्ने। अनि त्यो ध्यानको लागि हामीले गोन्डोबाट सुरु गर्दाखेरि पनि धेरै राम्रो हामीले क्याम्डो र छाक हामीले अगाडि सकाएर त्यसै गरिकन मेन्डेल त्यसै हिग्या अनि पानी चढाउनेहरू सबै हामीले अनि जति पनि जुन एउटा चेरेसीको माने जपेर हामीले माने ढुङ्गुर जप्न सके पनि र त्यसै गरिकन भजगुरुको जुन जप्न सक्ने जुन एउटा गोन्डोको जुन त्यो छ त्यो चाहिँ एकदम हामीलाई एकदम फाउन्डेसन हाम्रो जग जस्तै एउटा भएको हुनाले त्यो चाहिँ हामी हाम्रो जुन धर्मको अभ्यास छ हामीले छोक चढाउनेदेखि लिएर जति पनि हामीले न्युने बस्नेदेखि लिएर गोन्डो भयो भने हामीले गरेको जति पनि अभ्यासहरू हुन्छ त्यो पहिलाको भन्दा धेरै फरक जस्तै पुण्य आर्जन गर्ने चाहिँ एकदम धेरै फरक। अनि हामीले विचार जुन एउटा सोच राख्ने हाम्रो जुन भावना हुन्छ त्यो चाहिँ एकदम फरक हुने भएको हुनाले गोन्डो भएको र नभएको धेरै फरक हुन्छ। अनि
त्यो गोन्डो हुँदाखेरि चाहिँ हामीलाई धेरै मनमा जुन करुणा झन्झु किसिम त्यो आउने एकदम फरक हुन्छ र हामीले सोच्नेमा धेरै फरक हुन्छ र जुन एउटा हामीले मोबा भन्छ मोबा भन्ने नै के हो भन्दाखेरि हामीले आस्था जति बुद्धको नजिक हामीले उहाँले ठोक्दाखेरि जुन एउटा मनमा आउने करुणा र मैत्री जुन एउटा सोच छ त्यो चाहिँ हामीले गोन्डो गरेपछि त्यो सोच एकदम फरक हुन्छ त्यो पहिलाको भन्दा पनि धेरै गहिरो र धेरै एउटा जुन पुण्यदायक र आफ्नो मनमा एउटा शान्ति आउने त्यो भएको हुनाले हामीले जति गोन्डो गर्यो अनि हाम्रो गरेको जुन एउटा छेउ पर्दाखेरि पनि हामीले मोलम गर्दा न्युनी बस्दा एकदम महत्त्वपूर्ण त्यसको फल चाहिँ एकदम छिटो हामीले लिन सक्ने र छिनलाप जुन एउटा हामीले सिद्धिदेखि लिएर हामीले जुन गुरुहरूको जुन छिटो लिन सक्ने भएको हुनाले हामीले त्यो गोन्डोको चाहिँ महत्त्वपूर्ण त्यसै गरेर आज मैले तपाईहरुलाई छोटो हामीले ध्यान कसरी गर्ने र हाम्रो जुन जीवनमा यो छेउ चाहिँ कसरी उतार्ने हाम्रो जुन एउटा जन्मेदेखि मरणसम्म र त्योदेखि भर्दो त्यसै गरिकन पछिको जन्म त्यसै गरिकन हामी बुद्ध प्राप्त हुनेसम्म हामीले के गर्नुपर्ने रहेछ भन्ने एउटा सोच र छोटो भावना हामीले ध्यान केमा हामीले मेडिटेसन ध्यान गर्न सकिन्छ अब जुन हामीले पाठ गर्दाखेरि गोन्डो गर्दाखेरि त्यसै गरिकन हामीले जति पनि धर्मको कार्यक्रमहरू गर्छ त्यसलाई हामीले मनलाई कसरी विचार गर्नुपर्छ त पहिलो फाउन्डेसनहरू के हो त भनेर पहिलो यो जुन एउटा फाउन्डेसनको हाम्रो जुन एउटा जग उठाउनेको जुन एउटा हाम्रो ध्यान छ त्यो मैले छोटो यो छेउ चाहिँ तपाईहरुले पनि पाउन सक्नुहुन्छ यसलाई हामीले ध्यान हामीले डेली जुन दिनैपछि हामीले यो चाहिँ हामीले मनमा राखेर यसो ध्यान गर्यो भने ध्यान भनेको चाहिँ अब हामीलाई छेउ गर्दै गर्नुपर्छ त पहिलो महत्त्व के रहेछ दोस्रो के हो तेस्रो के हो हामीले मनमा भावना कसरी ल्याउने एउटा हामीले ज्ञानहरू कसरी ल्याउन सकिन्छ भन्ने एउटा यो जुन ध्यान छ अब ध्यान भन्दाखेरि हामीले केही नसोचेर बस्ने एउटा हुन्छ समाता र विपासन भन्ने चाहिँ हामीले फेरि यो हाम्रो छेउ गर्दाखेरि पहिलो हामी जस्तै गुम्बाभित्र जस्तै अब तपाईहरु घरबाट यहाँ आउनुभयो किन आउँदैछु भन्ने एउटा पहिलो मनमा एउटा मोटिभेसन भन्ने जस्तो एउटा विचार त्यो एउटा लिएर आउनुहुन्छ यहाँ आइपुगेपछि चाहिँ छेउमा चढाउने ढोग्नेदेखि लिएर जुन एउटा मनमा जुन एउटा सोच हुन्छ त्यो भावना त्यसलाई चाहिँ हामीले कसरी सबभन्दा उत्तम भगवान बुद्धले भनेको सबभन्दा उत्तम धर्म चाहिँ कसरी बनाउने त हामीले अनि धर्म गर्न आउँदाखेरि अब हामी सबै यहाँ आउँदाखेरि पनि हामी सबैको आफ्नो आफ्नो विचार हुन्छ आफ्नो आफ्नो सोच र आफ्नो आफ्नोको जुन एउटा विचार भएर जुन तपाईहरुले यहाँ ध्यान गर्ने जुन एउटा यहाँ छेउ सुन्ने त्यसै गरेर मलमहरू पढ्ने आउनुहुन्छ हामी सबैको आफ्नो आफ्नो सोच हुन्छ त्यही अनुसारको हामी सबैले आफ्नो आफ्नै पुण्य हुन्छ हामी सबै यहाँ आएर पूजा एउटै गर्छौं माने एउटा सबैले एउटै जपे पनि हामी सबैको पुण्य फरक फरक हुन्छ किनभने हामी घरबाट निस्केर यहाँ आउँदाखेरि हाम्रो विचार किन यहाँ आइरहेको छ र कसरी आउँदैछ र यसको धेरै कारणहरूले हामी यहाँ पुगेको हुँदैन हामी सबैको पुण्य फरक हुन्छ एउटै हुँदैन हामीले जस्तै अब यहाँ जति पनि पुण्य हामी कमाउँछौं र हामी सबैको फरक हुन्छ कोहीको अलि कम हुन्छ कोहीको अलि बढी हुन्छ त्यो चाहिँ किन भन्दाखेरि हामीले भावना गर्ने अनि सबभन्दा उत्तम भावना सांगे चुम्देलले भनेको झन्झु घिसेम बोधिचित्त तपाईले बोधिचित्तको भावना लिएर आएर यहाँ तपाईले ध्यान गर्नुभयो मलम गर्नुभयो भने सबभन्दा बढी उत्तम पुण्य चाहिँ त्यसले कमाउने भयो हैन हामी अब कविराजले बोलाउनु भएको छ भनेर आउनुपर्छ भनेर त्यतिकै आउनुभयो एउटा छुट्टै पुण्य एउटा भयो र अनि कोही हुन्छ हो यहाँ के हुँदैछ एकचोटी हेरौँ न भनेर आउने त्यसको छुट्टै पुण्य भयो त्यसले गर्दाखेरि अब यहाँ नगयो भने फेरि हुँदैन कसैले के भन्छ भनेर आउने उहाँको छुट्टै पुण्य भयो हैन त्यसले गर्दाखेरि हामीले धर्म गर्दाखेरि चाहिँ कस्तो हुँदाखेरि हामीले एउटै छेउमा बाले पनि सबैले एउटा एउटा छेउमा बाले पनि त्यसको पुण्य फरक फरक हुन्छ हामीले जोग्दाखेरि सबैको आफ्नो आफ्नो हुन्छ त्यसले गर्दा यो छेउ चाहिँ हामीले कस्तो हो भन्दाखेरि हामीले सबभन्दा उत्तम कसरी गर्ने त हामीले छेउमा एउटा मात्र बाले पनि सबभन्दा पुण्य धेरै भएको सबभन्दा लाभ ठुलो हुने कसरी बनाउने त भन्ने त्यसमा चाहिँ हामीले ध्यान गर्नुपर्ने हुन्छ बिना ध्यान हामीले गरेको छेउहरू चाहिँ हामीले छेउ पनि पढ्छौं हामीले गोन्डो पनि गर्छौं सबै गर्छौं तर हामीले त्यो भावना चाहिँ पहिलो फाउन्डेसन जुन एउटा जग चाहिँ त्यो चाहिँ कुन हुनुपर्छ त हाम्रो भावना मोटिभेसन भन्ने पनि त्यो कुन तरिकाले हुनुपर्छ भन्ने चाहिँ अब छेउमा
त्यो दिएको हुनाले हामीले जहिले पनि बिहान पानी चढाउँदाखेरि छेउमा चढाउँदाखेरि छेउमा ढोक्दाखेरि हामीले मलम पर्दाखेरि सबभन्दा अगाडि चाहिँ ध्यान गर्नुपर्छ। ध्यान गरेन भनेपछि हामीले त्यो चढाएको चाहिँ कहिले कहिले के हुन्छ भनेपछि यो डेली हामीले पानी चढाउनै पर्छ, छेउमा चढाउनै पर्छ, ढोक्नै पर्छ भन्ने जस्तो एउटा मनमा के भन्छ हाम्रो शरीरले त्यो काम गरे पनि हाम्रो मनको फेरि बाहिर गएर हाम्रो मन चाहिँ फेरि अर्कै कामतिर भयो भने त्यो पुण्य चाहिँ कम हुन्छ। त्यसले गर्दाखेरि हरेक साङ्गे चुम्तेन्दुको जुन छ हामीले कसरी हामीलाई मन अगाडि बढाउने र यो ध्यान हामीले गरेको छहरू चाहिँ एकदम हामीले बौद्ध धर्मको जुन एउटा अगाडि लगिरहेको छु यसलाई चाहिँ राम्रो बनाउने भन्ने यो छ चाहिँ तपाईहरुलाई म छोटकरीमा आज समय नभएको हुनाले तपाईहरुलाई यो छ चाहिँ बिस्तारै तपाईहरुले ध्यान गर्न सक्नुहुन्छ र स्टेप पहिलो स्टेप के हो, दोस्रो स्टेप के हो र अनि बोधिचित्त ध्यान गर्दाखेरि अब उत्तम बोधिचित्तलाई हामीले के ध्यान गर्न सकिन्छ भनेर मैले छोटकरीमा तपाईहरुलाई भन्छु। यो चाहिँ छ चाहिँ के हो भने यसमा यो छले के भन्छ सुरुवातमै ह्योन्देङ कुङ्गी सिग्युर भनेर जुन एउटा ह्योन्देङ कुङ्गी सिग्युर ठिन्छिन्छे जुन एउटा हामीले पुण्य कमाउनलाई र उत्तम हुनलाई हामीले के गर्नुपर्छ र सुरुवातको जुन जरा जस्तै गरेर जग चाहिँ के हो भन्दाखेरि ह्योन्देङ कुङ्गी सिग्युर ठिन्छिन्छे भन्ने चाहिँ के हो भन्दाखेरि सबभन्दा पहिला ध्यान चाहिँ हामीले एउटा शुद्ध मनले अनि त्यो शुद्ध मन आइसकेपछि हामीले के हुनु पर्यो भनेपछि सबभन्दा अगाडि हामीले जहिले पनि छेउ पर्दाखेरि लामालाई क्याप्सुन्छौ, साङ्गेलाई क्याप्सुन्छौ, छेउलाई क्याप्सुन्छौ, घिन्देउलाई क्याप्सुन्छौ जुन शरण गमन जाँदाखेरि अनि त्यो शरण गमन पाउनेको हाम्रो पहिलो चाहिँ के हो भन्दा गुरुले जुन एउटा सिकाउनु भएको छ गुरु चाहिँ पहिला सबभन्दा महत्त्वपूर्ण चाहिँ गुरु योग जुन एउटा गुरु योग चाहिँ एकदम महत्त्वपूर्ण हो भन्नुभएको छ। गुरु योग चाहिँ अब गुरुको जुन एउटा उहाँको काइन्डनेस भन्यो भने उहाँले गर्दाखेरि हामीले त्यो पाउनु पाएको हुँदैन। गुरु चाहिँ सबभन्दा पहिलो अङ्कमा जाने त्यो चाहिँ अब के भने हाम्रो पुण्य हामीले कति पुण्य आउँछ आउँदैन र हामीले कतिको धर्ममा लाग्न सक्छ सक्दैन भनेपछि गुरु त्यसलाई ह्योन्देङ कुङ्गी सिग्युर छुसिन तेम्बा लाम्गी चावहरू लेबर्थो ने व्यवहार गुभाचम बन्यो। हामीले गुरुलाई आस्था गर्ने आदर गर्ने के हो भन्दाखेरि हामीले जुन एउटा गर्ने धर्महरू छ त्यसको पहिलो जड भन्ने नै के हो भन्दाखेरि जड भन्ने नै अनि मार्गको पहिलो भगवान बुद्धको मार्गको जड भन्ने नै गुरुबाट आउने भएको हुनाले पहिला गुरुलाई हामीले सोच्नुपर्ने हुन्छ, गुरुको जुन एउटा गुण सोच्नुपर्ने हुन्छ भन्ने त्यो विचार चाहिँ पहिलोबाट ध्यान गर्नुपर्छ। हामीले बिहान हामीले यसो ध्यान बस्दाखेरि त्यसै गरिकन दोस्रो चाहिँ के हो भन्दाखेरि हामीले ध्यान गर्दाखेरि हामीले जुन धर्ममा लाग्दाखेरि हामीले बुझ्नुपर्ने साधारण रूपमा चाहिँ के हो भने लेन्जी नेबे धवे त्यसले सिन्धु नेगा निजेको जुन्सेमे भयो के भनेको मतलब चाहिँ के हो भने हाम्रो यो जीवनलाई सोच्नुपर्छ। हाम्रो यो जुन एउटा मनुष्यको जुनी छ यो चाहिँ हामीले बिर्सिनु हुँदैन। हामी धेरै बिजी भएर हामी हाम्रो स्वास्थ्यमा पनि सोच राख्दैनौँ, हामी काम गरे हुन्छ हाम्रो जीवन कसरी गइरहेको छ कहिले कहिले थाहा हुँदैन। किनभने चाहिँ हाम्रो अब साङ्गे चुम्तेन्दुले अब रिस राग मोह द्वेष भनेर जुन एउटा संसारको जुन एउटा सोच छ त्यसले गर्दाखेरि हामी चाहिँ जहिले पनि कुदिरहेको हुन्छ तर हामी के को लागि कुदिरहेको छ र के गरिरहेको छ भनेर त्यसको फल चाहिँ हामीले थाहा हुँदैन। तर हाम्रो मनले चाहिँ जहिले पनि त्यहाँ गइरहेको हुन्छ तर हाम्रो जीवन गइरहेको हुन्छ तर थाहा हुँदैन। त्यो चाहिँ हाम्रो यो जुन क्लेशहरूले गर्दा ह्युमोङ भन्छ ध्वजा सेदा तिमुख जुन रिस राग मोह द्वेष त्यसै गरिकन घमण्ड त्यस्तो कुराहरूबाट धेरै कुराहरू हामी गइरहेको हुन्छ। किनभने हामीले कसरी जीवन बिताइरहेको छ त्यो नै थाहा हुँदैन। त्यसले गर्दाखेरि अनि त्यो पछि ध्यान केमा गर्नु पर्यो भने आफ्नै भित्र ल्याउनु पर्यो मन चाहिँ हाम्रो यो जीवन चाहिँ कस्तो छ भनेर हाम्रो स्वच्छ जीवन र हाम्रो यो शरीर जुन एउटा मनुष्यको शरीर छ मनुष्यको शरीर आफ्नो शरीरमा हेरेर ध्यानमा राख्नु पर्यो। हामीले त्यो गरेन भनेपछि हामीले जुन एउटा जति पनि कार्यहरू छ जुन अनावश्यक र धेरै कुराहरू चाहिँ हामी त्यतिकै जुन अज्ञानता र यो क्लेशबाट गइरहेको हुनाले त्यो चाहिँ फलदायक हुँदैन। त्यसले गर्दाखेरि हाम्रो यो मनुष्य जीवन चाहिँ अनि यो संसारमा सबभन्दा पाउने गाह्रो हाम्रो यो 6 लोकमा मनुष्य जीवन सबभन्दा पाउने गाह्रो अनि यसमा पाइसकेपछि हाम्रो मनुष्य जीवनले धेरै फलदायक कामहरू गर्न सक्ने धर्मको काम गर्न सक्ने। त्यसले गर्दाखेरि हामी यो जुन मनुष्य अहिले पाएको हुनाले
हामीले धेरै कामहरू हामीले गर्न सक्ने, धेरै समाजको लागि गर्न सक्ने र आफ्नो जीवनलाई एकदम स्वच्छ बनाउन सक्ने र हाम्रो किन भन्दाखेरि हाम्रो यो जुन ज्ञान छ, हाम्रो जुन एउटा मन छ, त्यो चाहिँ एकदम हामीले धेरै कुराहरू हामीले विचार गरेर धेरै कुराहरू सही के हो र गलत के हो छुटाउन सक्ने हामीसँग क्षमता भएको हुनाले यो मनुष्यको जीवन चाहिँ एकदम राम्रो र यसमा यो चाहिँ एकदम ठुलो मौका हामीले धर्ममा लाने भनेर भन्नुभएको छ। किन भन्दाखेरि हामी नर्गलोकमा त हामीले धर्मको सोच आउन सक्दैन, प्रेत लोकमा पनि आउन सक्दैन, त्यसरी मनुष्यको लोकमा चाहिँ धेरै स्वच्छ हुन्छ। त्यसै गरिकन प्राणी जुन एउटा जीव जन्तुहरू जति पनि हामीले जनावरहरू हुन्छ, त्यसै गरिकन जङ्गलमा समुद्रमा चाहिँ उहाँहरूको त्यतिको सोच्नु नसक्ने, देवलोक र असुर त्यसमा पनि धेरै समय धर्मको समयमा याद नहुने, त्यो भएको हुनाले हाम्रो मनुष्यको चाहिँ जीवन यस्तो हो कि यसले धेरै कामहरू गर्न सक्ने। किनभने हाम्रो यो जुन ज्ञान र जुन एउटा दृष्टि, त्यसै गरिकन हाम्रो सेरप भनेर जुन एउटा हाम्रो मनमा, हाम्रो मन चाहिँ यस्तो गहिरोसम्म हामीले सोच्नु सक्ने हुन्छ, त्यो चाहिँ एकदम महत्त्वपूर्ण। त्यो भएको हुनाले यो जुनी चाहिँ हामीले सोच्नु पर्यो कि पछि हामीले यसलाई यो जुनीमा हामीले धर्म नगरेर हामीले यसलाई राम्रो कर्म गरेन भनेपछि यो जुनी फेरि पाउँछ भने चाहिँ असम्भव जस्तै हो भनेर भगवान बुद्धले पनि धेरैचोटि भन्नुभएको छ। र यो हामीले पहिलो चाहिँ हाम्रो यो जुनी चाहिँ एकदम महत्त्वपूर्ण र यसमा धेरै अब हामी कल्पौँदेखि हामीले धेरै जुनीहरू लिइसक्यो। हामीले यो जुनी लिएको छैन भन्न सकिँदैन। नर्कमा पनि हामीले लाखौँ कल्पौँचोटि लिइसक्यो, त्यसै गरिकन प्रेत लोकमा पनि देवलोकमा पनि हामी धेरै जन्म लिइसक्यो। तर यो मनुष्यको जुनी अहिले जुन एउटा साङ्गे चुम्देन्दीको जुन धर्म छ, त्यो पाएको यो समय चाहिँ एकदम हामीले पहिला यस्तो पाएको भन्दा चाहिँ धेरै गाह्रो। जुन अहिले हामीले पाएको छ यो जुनीलाई चाहिँ एकदम हामीले एकदम यसलाई चाहिँ अब हामीले फलदायक बनाउनुपर्छ, मिनिङफुल बनाउनुपर्छ र यो खेर फाल्नु हुँदैन भन्ने सोच चाहिँ हाम्रो यो जीवनमा हेर्नुपर्छ भनेर। अहिलेको यो जुनी जस्तो चाहिँ पछि पाउँदैन। अहिले हामीले जुन मौका पाएको छ साङ्गे चुम्देन्दीको छेउ सुन्ने, पछि जुनीमा पाउँदैन। र जुन अहिले जुन यो हामीले सोच्नु पर्यो यो वर्षमा हामीले जुन एउटा गर्नु पाएको छ पछि हामीले नपाउन सक्छ। त्यस कारणले जुन बेला हामीले धर्म गरिरहेको छ त्यो चाहिँ अहिले गर्नुपर्छ भन्ने सोच, त्यो दोस्रो चाहिँ आउनुपर्छ भन्नुभएको छ। त्यसै गरिकन तेस्रोमा चाहिँ के भयो, लुसो यो छु निदो जुबे छु भन्दा शिवे जेसो कार्ना लेटे चिज ठाउँ नेबा तेम्बो नि नेबे सो ठाइ हिजो त तातो भात देम। अनि के हुन्छ भन्दाखेरि हाम्रो जीवन चाहिँ फेरि हाम्रो यो मनुष्यको जीवन चाहिँ हामीले धेरै अब हामीले माया गर्छौँ, हाम्रो जीवन हामी सुखको लागि नै धेरै कार्यहरू गर्छौँ, तर हामीले नबुझेर धेरै कुराहरू चाहिँ जुन अज्ञानताले गर्दाखेरि धेरै पापहरू पनि हामीले गरेको हुन्छ। अनि यसलाई हामीले एकदम महत्त्वपूर्ण बनाएर के हुनु पर्यो भने हाम्रो जीवन चाहिँ फेरि एकदम महत्त्वपूर्ण हो र एकदम अमूल्य जीवन हो र त्यो सँगसँगै हाम्रो जीवन फेरि अन्त्यको हिसाबले हामी हाम्रो जुन एउटा मृत्यु चाहिँ कहिले हुन्छ भनेर हामीले भन्न सकिँदैन। जस्ट एनी टाइम, अब भोलि हुन्छ कि नेक्स्ट मन्थ हुन्छ कि अर्को वर्षमा हुन्छ कि भनेर हामीले ठम्याउन नसक्ने त्यो चाहिँ। अनि एकदम हाम्रो जीवनको यो कर्म र जुन हेतु, कर्म हेतु अनि फल, त्यस कारणले गर्दाखेरि हामीले जुन हाम्रो जीवन चाहिँ अन्त्य हो भनेर तेस्रोमा चाहिँ हामीले यो एकदम महत्त्वपूर्ण छ। तर अझै यो चाहिँ अमूल्य भए पनि यो चाहिँ एकदम अन्त्य जुन मिताक्वा भन्छ अन्त्य छ, यसलाई जुनै बेला पनि यो खतम भएर जान सक्छ, मेटेर जान सक्छ। अनि त्यसले गर्दाखेरि हामीले तेस्रोमा चाहिँ मृत्युमा ध्यान गर्नुपर्छ। हामी चाहिँ मृत्यु भन्छ हामी सबै डराउँछौँ नि। अब हामी अब साङ्गे चुम्देन्दीले भने जस्तै जुन 4 अराय सत्यको कुराहरू गर्नु, दुःखको कुराहरू गर्नुभएको छ। जुन हामी जन्मदेखि नै अब जन्मको दुःख, त्यसै गरिकन धेरै दुःखहरू, जुन एउटा रोग लाग्नेदेखि लिएर जुन एउटा आफ्नो एउटा सोचेको काम नबन्नेदेखि लिएर धेरै दुःखहरू त्यो छ। त्यो दुःखहरूको जुन एउटा सोचहरूबाट आउने दुःखहरू धेरै हुन्छ। तर सबभन्दा ठुलो दुःख चाहिँ मृत्यु दुःख भनेर हाम्रो जीवनमा एउटा दुःखको सोचहरू हुन्छ, त्यसलाई पनि ध्यान गर्नुपर्छ।
अर्को दुःखहरू जुन एउटा संसारमा भइसकेपछि दुःखै हो, किनभने चाहिँ हामीले अज्ञानताको कारणले र यो क्लेशको कारणले हामी दुःखमा बस्ने। जुन अहिले हामीले सुख भन्छौँ, हामीले एउटा खुसीको कुराहरू गर्छौँ, एकदम क्षणिक मात्रै भएको हुनाले परमार्थ जुन एउटा अन्त्यमा गएर एउटा सुख हुन्छ, परमार्थ सुख, त्यो जुन कहिले पनि नमेटिने त्यो सुख चाहिँ निर्वाण बुद्धता भएको हुनाले हामीले चाहिँ अहिले जुन हामीको जुन जति पनि हाम्रो जीवन छ यो मनुष्य जीवनमा हामीले मृत्यु चाहिँ हुन्छ भनेर हामीले सोचेन भनेपछि हामीले गरेको कार्यहरू चाहिँ धेरै जस्तो के हुन्छ भनेपछि धर्ममा जाँदैन, सिर्फ हाम्रो रिस राग मोह जुन त्यस्तै कुराहरूमा गइराख्ने भएको हुनाले हाम्रो मन चाहिँ बाहिर गइरहेको छ र धर्ममा गएको छैन भनेपछि हाम्रो मृत्युकोमा ध्यान गर्नुपर्छ भनेर मृत्यु चाहिँ तेस्रो ध्यान भयो। अनि मृत्युपछि हामी कहाँ जन्म लिन्छौँ, भर्दोबारो हामी कहाँ जान्छौँ, कसरी? अहिले हामीले कर्म र फल राम्रो काम गरेको छैन भनेपछि जुन एउटा पापहरू मात्रै भयो भने पछिको जन्म त हामीले मनुष्य जन्म आउँदैन। त्यसै गर्दाखेरि हामीले हाम्रो यो कर्म चाहिँ कर्म र हेतु फल, पापको कर्म र धर्मको जुन एउटा पुण्य कर्म, यो दुईटा चाहिँ हामीले छुटाउन सक्नुपर्छ। पुण्य कर्म यो हो भनेर विचार गरेर हामीले पुण्यलाई हामीले अँगाल्नुपर्छ र पाप कर्म भन्छ यो हो भनेर हामीले त्यसलाई कम गर्नुपर्छ भनेर यो चाहिँ हामीले मनमा राख्नुपर्छ। अनि चेबे मिङो तुङको हिति मेरो सेबे पनि नेमेरेन त धन्य छम्पो के वर्जिङ हेर्नुहोस्। अनि अब यो संसार, अब यो जीवन र संसार यो चाहिँ के हो भनेपछि हामीले यो धर्ममा लागेन भनेपछि हामीले जुन एउटा कार्य गरिरहेको छ क्लेशबाट आएको हुनाले यो चाहिँ हाम्रो के भन्छ हामी एकदम तिर्खा लाग्दाखेरि नुन पानी खाएको जस्तै हो। त्यो नुन र पानी मात्रै भएपछि तिर्खा मात्रै लाग्ने भएको हुनाले त्यो जति भयो भने हामीले त्यो तिर्खा चाहिँ मेट्नु नसक्ने त्यस्तो अवस्था चाहिँ हाम्रो यो संसार हो। यो संसारमा हामी बसेपछि त्यो हामीलाई जहिले पनि एउटा चाहना जुन एउटा मोह हुनेदेखि लिएर रागदेखि लिएर सबै घमण्डदेखि लिएर त्यसले गर्दाखेरि हामी जहिले पनि त्यो सांसारिक काम, सांसारिक कार्य भन्दाखेरि जुन एउटा पुण्यभन्दा फरक पापहरूको जुन कर्म हेतु फल चाहिँ त्यसरी भइराख्ने भएको हुनाले हामी कहिले पनि बाहिर निस्किनु नसक्ने भन्दै यो संसार चाहिँ गोलो भन्ने छ भनेर जुन एउटा हामीले खोरवा भन्छौँ, एउटा यो जहिले पनि अब जुन यो 6वटा लोक छ त्यसलाई जन्म लिने, जुन एउटा कर्म हेतु फलबाट जन्म लिने, अनि फेरि यो जीवन बिताउने, मृत्यु हुने, फेरि फर्दोमा जाने, फेरि अर्को जन्म हुने भन्ने चाहिँ त्यो कहिले पनि सकिँदैन जबसम्म हामीले पुण्यको कर्म राम्रोसँग गरेर हाम्रो यो जीवनसँग नबुझ्यो भने हामी कहिले पनि यो बारो बाहिर निस्किन सक्दैन र निर्वाण प्राप्त गर्दैन भन्ने एउटा कुरा हो। नामदा सम्बन्धी ढङ्गले ढेदा सेसिङ भयो छिम्पोइ त्यहाँ चौसो डुबानी बजे वर्जिङ्गेलो। त्यस कारणले हामीले धर्म चाहिँ के हो भनेर बुझेर जुन एउटा हामीले पुण्यको कार्यमा गर्छौँ, जुन एउटा ध्यानमा त्यसै गरिकन मलम पाठहरू गर्छौँ, जुन मन्डोहरू गर्छौँ, त्यो चाहिँ हामीले जहिले पनि यो हाम्रो जीवनलाई सोचेर र यो संसारको जुन कर्महरूलाई सोचेर हामी धर्ममा लाग्नुपर्छ। त्यसै गरिकन हाने सिसो लुवा जेसिन्तो माग्यो थोने ठोवा खुके छाजुसन छुवा। अनि सबभन्दा उत्तम हाम्रो मन चाहिँ हामीले कसरी जहिले पनि विचार चाहिँ राम्रोमा ल्याउनु पर्छ भन्ने चाहिँ के हो भन्दाखेरि जुन हामीले देखेको दुःखहरू छ, हामीले देखेको जुन एउटा यो जुन मार्गबाट जुन एउटा मृत्युहरू जुन अवस्था आउँछ, हामीले देखेको जुन एउटा दुःखहरू छ, त्यो सबै हेर्दाखेरि चाहिँ हामीले दुःख देख्दाखेरि हामी जुन एउटा मन जुन आस्था चाहिँ धर्ममा आउँछ, हामी कसरी यसलाई कम गरेर हामी बुद्धता कसरी निर्वाण कसरी प्राप्त गर्ने, यो संसारबाट कसरी यो जुन एउटा तरेर मोक्ष पाउने भन्ने जुन एउटा सोच चाहिँ हामीले आउँदाखेरि चाहिँ के हुनु पर्यो भन्दाखेरि अब सबभन्दा महत्त्वपूर्ण चाहिँ अब यो भाग चाहिँ के हो भन्दाखेरि बोधिचित्त। जुन हामीले यो दुःख, जुन एउटा हामीलाई यो जति पनि हामीलाई पीर, जति पनि हामीलाई एउटा समस्या, जति पनि एउटा अज्ञानताले गर्दा हामीले यो संसारमा पुर्याइराखेको छ नर्कलोकसम्म दुःखहरू, नर्कलोकको दुःख हामीले सोच्यो भने धेरै नै ठुलो दुःख। त्यसै गरिकन त्योभन्दा अलिक कम दुःख भने चाहिँ प्रेतलोक, त्यसमा पनि धेरै ठुलो दुःखहरू हुन्छ। त्यहाँ जन्म लिने भने धेरै नै
प्राणीहरू हुन्, त्यसै गरिकन जुन यो एनिमल्स, जुन एउटा प्राणी जति पनि जीव जन्तुहरू हुन्छ, जति पनि पशुहरू हुन्छ, उहाँहरूको ठाउँमा पनि धेरै नै दुःख हुन्छ। उहाँहरू पनि जन्म धेरै नै छ, अनि उहाँहरूले हेरेर हाम्रो मनुष्यको जन्म चाहिँ धेरै कम जन्म हो, त्यसमा चाहिँ अलिक दुःख कम हो, तर मनुष्यमा पनि धेरै दुःख छ। मनुष्य हामीले हेऱ्यो भनेपछि मनुष्यभित्र पनि हाम्रो दुःख हुने, जुन अज्ञानताले गर्दाखेरि हामी सांसारिक जीवन जहिले पनि हाम्रो कर्म चाहिँ पापमा, पछिको जुनी धेरै जस्तो चाहिँ के हो भन्दाखेरि तल्लो जुन नर्कमा, त्यसै गरिकन प्रेत लोकमा, त्यसै गरिकन पशु पन्छीको त्यस्तो लोकमा जन्म लिने नै देखिन्छ। किन भन्दाखेरि हाम्रो जन्मदेखि नै मरण मृत्युसम्म हामीले के गरेको छ त भनेर हामीले हेर्दाखेरि धेरै जस्तो पाप, हामीले जुन धेरै जस्तो हामीले आफ्नै सोचको लागि अरूलाई हानि गर्ने, आफ्नै फाइदाको लागि अरूलाई ठाड्ने, आफ्नै फाइदाको लागि अरूको मृत्यु गराउने, आफ्नै फाइदाको लागि जुन चोरी गर्ने, आफ्नै फाइदाको लागि अरूलाई अकुशल शब्दहरू बोल्ने, आफ्नै फाइदाको लागि आफूले जुन एउटा अज्ञानताको रूपले जुन एउटा अरूलाई हानि गर्ने र विचार आउने कि अरूलाई हानि गर्ने विचार, त्यस्तो कुराहरूबाट चाहिँ हामीले जहिले पनि अकुशल कर्म भएको हुनाले त्यसको फल चाहिँ हामी तल्लो लोकमा, नर्कलोक, प्रेतलोक र जुन एउटा पशुहरूको लोकमा जाने त्यो चाहिँ भएको हुनाले हामीले कर्म धर्म चाहिँ केही गरेको छैन भने त हामीले निश्चित हामीले हेर्न सकिन्छ अन्त्यमा गएर हामी कहाँ जान्छौँ त भन्दाखेरि तल्लो लोकमै जन्म लिने हो। त्यसले गर्दाखेरि हामीले कर्महरू चाहिँ हेर्नु पर्यो, कुन पुण्य हामीले हाम्रो जीवनमा पुण्य बढी छ कि पाप बढी छ, हाम्रो मन चाहिँ बढी धर्ममा गइरहेको छ कि पापमा गइरहेको छ, त्यो चाहिँ हामीले ध्यान गऱ्यो भने हामीले देख्न सकिन्छ। त्यो देखेर अनि हामीले के गर्नु पर्यो भने त्यो जस्तै गरेर अरू प्राणीहरू पनि जब जुन एउटा दुःख छ, आफ्नो दुःख भन्दा पनि अरू प्राणीहरूलाई दुःख धेरै छ, आफू जस्तै गरेर उहाँहरू पनि सबै दुःख छ। त्यस कारणले मैले पनि अरूको लागि भनेर अरू प्राणीहरूको लागि के गर्न सकिन्छ धर्मबाट, र उहाँहरूलाई पुण्यको लाभ दिन सक्ने, उहाँहरूलाई पनि धर्म एउटा दिन सक्ने, उहाँहरूलाई पनि त्यो धर्मले गर्दा त्यो तल्लो लोक जुन नर्क लोक र प्रेत लोक, पशु लोकमा जन्म नलिनेको लागि हामीले के गर्न सकिन्छ त भन्ने एउटा सोच आउने चाहिँ त्यसलाई चाहिँ बोधिचित्तको सोच भन्छ। बोधिचित्त चाहिँ सबभन्दा महत्त्वपूर्ण बोधिचित्त भने, बोधिचित्त चाहिँ के हो भन्दाखेरि जब हामीले बुद्धिस्ट भइसक्यो, हामी शरण गमन पायो, त्यसै गरिकन हामी बुद्धिस्ट हो भन्यो, त्यसै गरेर हामीले पञ्चशीलहरू पालना गर्यो, हामी बुद्धिस्ट हो भन्यो, हामी छुयो पर्यो हामी बुद्धिस्ट हो भन्यो, हामी त्यसै गरिकन हामी मलमहरू पर्यो बुद्धिस्ट हो भन्यो, त्यसै गरिकन मुन्डोहरू बस्यो हामी बुद्धिस्ट हो भन्यो। तर त्यसमा आफूलाई मात्रै सोचेर हामीले कार्य गर्यो भने त त्यो एकदम सानो भयो। तर यो हामीले यो सबै गरेको छुयो गरेको चाहिँ के हो भने मैले आफू मात्रै नभइकन जति पनि यो दुःखहरू छ, आफू जस्तै आफूभन्दा पनि उहाँहरूले दुःख धेरै भएको हुनाले मैले गरेको यो छुयो चाहिँ उहाँहरूको लागि पनि म गर्दैछु भनेर जुन यो एकदम बोधिचित्त भन्ने भावना भने चाहिँ आफूभन्दा अरू एकदम महत्त्वपूर्ण देख्ने, जस्तै आफूभन्दा एक हो, अरू भने चाहिँ एकदम अनेक, एकदम अब हाम्रो इङ्ग्लिसमा इन्फिनिट भन्छ नि। हामीले प्राणीहरू हेर्दाखेरि यस्तो धेरै हुन्छ कि यो हाम्रो यो जति पनि यो खाली यो जुन आकाश छ त्यस्तो भर्ने एउटा हुन्छ। त्यसै गरेर प्राणीहरू त्यस्तो हुने भएको हुनाले उहाँहरू चाहिँ बढी दुःखमा छ, उहाँहरूले कसरी सुखमा ल्याउने भन्ने जुन करुणा, माया, त्यसै गरेर मैत्री जुन भावनाहरू चाहिँ हामीले उत्पन्न गर्नुपर्ने हुन्छ। हाम्रो धर्म चाहिँ हामीले गरेको छु चाहिँ उत्तम हुनलाई, हामीले गरेको गुन्डो चाहिँ एकदम परमार्थ, त्यसै गरिकन उत्तम हुनलाई चाहिँ एकदम हामीले पुण्य एकदम निर्वाण प्राप्त गर्ने र बुद्ध प्राप्त गर्नेको लागि चाहिँ हाम्रो त्यो मन चाहिँ बोधिचित्त करुणाको भावना हुनु पर्यो, मायाको भावना हुनु पर्यो, सम्पूर्ण प्राणीकोलाई सोचेर हामीले चाहिँ अनि छा गरे पनि, क्याम्डो गरे पनि, घरमा पानी चढाउँदाखेरि पनि, अनि छेउमा बाल्दाखेरि पनि सबभन्दा उत्तम हाम्रो विचार चाहिँ भावना भने पनि, मोटिभेसन भने पनि त्यो चाहिँ के हुनु पर्यो भने बोधिचित्त हुनु पर्यो। त्यो चाहिँ सबभन्दा उत्तम बोधिचित्त। बोधिचित्तले चाहिँ नि हामीले जुन एउटा हामीले करुणामय भन्छ नि, चेरेसी तुजे छेम्पो भनेर जुन तपाईँहरूले नाम भएको छ, तुजे छेम्पो भनेर करुणामय, त्यो भनेको मतलब चाहिँ कम्प्यासन भनेको मतलब चाहिँ आफूले जे यो कुशल कर्महरू गरिरहेको छ त्यो आफूले भन्दा पनि
त्यो विशेष अरूको लागि भनेर हामीले सोच राख्ने, त्यो भएको हुनाले आफूभन्दा अरू इम्पोर्टेन्ट एकदम महत्त्वपूर्ण देखेर आफ्नो दुःखभन्दा अरूको ठुलो दुःख देखेर त्यसलाई चाहिँ बोधिचित्त कम्प्यासन, त्यसै गरिकन करुणा मैत्री र करुणा र मैत्री यो दुईटाबाट नै बुद्ध उत्पन्न हुने हो। हाम्रो मनमा बुद्ध छ भनेर हामीले हाम्रो कुन्दु साङ्गो भन्छ, त्यसै गरिकन बुद्धको जुन एउटा मन भनेर भन्छौँ साङ्गे ऋग, त्यो बुद्धको मन चाहिँ हामी सबैसँग छ। हामी जस्तै पाप गर्नेहरूसँग हुन्छ, धर्म गर्नेहरूसँग हुन्छ, जुन प्रेत लोकको प्राणीहरूले पनि हुन्छ, जुन नर्क लोकको प्राणीहरू सबैको मनमा त्यो बुद्ध छ, तर त्यो खोल्नु नसकेको। त्यो बुद्ध चाहिँ हामीले निर्वाण भनेर बुद्ध भन्ने चाहिँ के हो भन्दाखेरि आफ्नो मन नै पुरा उत्पन्न भएर त्यसले जुन एउटा पुरा यो संसारिक दुःख संसारिक क्लेशहरू सबै नष्ट हुने चाहिँ के हो भन्दाखेरि यो करुणा, जुन एउटा निङ्जे छेम्पो भन्छ कम्प्यासन, त्यो चाहिँ उत्पन्न गराउने आफ्नो मनबाट, त्यसलाई भन्छ बोधिचित्त। बोधिचित्त चाहिँ भगवान बुद्ध हुनेको साङ्गे हुनेको त्यो पहिलो जुन एउटा बुद्ध हुनेको पहिलो ढोका, त्यो ढोका खोलिन्छ। जस्तै हामी बुद्धिस्ट हुनुलाई शरण गमन चाहिँ ढोका हो भनेपछि बुद्ध हुनुलाई ढोका चाहिँ बोधिचित्त। त्यसले गर्दाखेरि बोधिचित्त भन्ने चाहिँ एकदम महत्त्वपूर्ण। अनि भगवान बुद्ध चाहिँ जन्म हुने चाहिँ कहाँबाट जन्म हुन्छ भन्दाखेरि बोधिचित्तबाट जन्म हुने भएको हुनाले बोधिचित्त चाहिँ एकदम महत्त्वपूर्ण हो। त्यो चाहिँ अब बोधिचित्तको सोच चाहिँ हामीले आओस् भने जहिले पनि मलम गर्नुपर्ने चाहिँ त्यो हो। हामीले जहिले पनि अब छाउँछु सिम्चो रेम्बुची माके पानाम के क्यावा न्याम्बा मे बढिया हुने कौतो फ्यावर्स्यो भन्ने चाहिँ सोच चाहिँ के हो भन्दाखेरि बोधिचित्त चाहिँ हाम्रो मनमा आओस् भनेर। बोधिचित्त आयो भने मात्रै हामी बुद्ध प्राप्त गर्ने हो। बोधिचित्त आएन भने चाहिँ हामी जति पुण्य गरे पनि बुद्ध हुन सकिँदैन। त्यसले गर्दाखेरि त्यो चाहिँ हाम्रो मनबाट, हाम्रो भित्र यो बुद्ध छ, हाम्रो यो मनभित्र त्यो चित्तभित्र हाम्रो बुद्धको त्यो भित्र एकदम लुकेर बसेको छ। त्यो जुन एउटा एकदम तेललाई चाहिँ हामीले बाहिर खोल्ने हो, त्यो नै बुद्ध हो भएको हुनाले हामी सबैमा बुद्ध छ। त्यो बुद्ध चाहिँ हामीले नचिनेको र हामीले खोल्नु नसकेको त्यो मात्रै भएको हुनाले अनि हामीले चाहिँ अनि एउटा पाठ चाहिँ के भन्दाखेरि हाम्रो एकदम ठुलो गुरु विद्वान गुरु ले चाहिँ यहाँ के भन्नुभएको छ भने लाङ्री थाङ्बा भन्ने उहाँ चाहिँ जहिले पनि ध्यान गरेर बस्नेले उहाँले 8वटा श्लोक लेख्नु भएको छ। बोधिचित्त भएपछि हामीले कसरी विचार गर्नुपर्छ भनेर यो 8वटा श्लोक चाहिँ म तपाईँहरूले पछि त्यो भयो भने आफूले पढ्नु। धानी सिम्चे थम्चे ल हेसेनु ले लग्भए धुन्चो ढुबे सम्पाइ ताक्दो चेपर जिम्बार्छोस्। जहिले पनि हामी सम्पूर्ण प्राणी हितलाई सोच्नु पर्यो। उहाँहरू चाहिँ एकदम मणिरत्न जस्तै हो र हामीले जहिले पनि उहाँहरूको हितमा काम गर्नुपर्छ भनेर पहिलो श्लोक लेख्नु भएको छ। त्यसै गरिकन खाँदो सोधा ढोबे चाहिँ धानी गुणला मेन्द स्याला सम्भा थाहा भयो चौधो चेपर जिम्बार्छ। अनि त्यस दोस्रो श्लोकमा के भन्दो रहेछ कि हामी जहिले पनि जोसँग पनि भेटघाट हुँदाखेरि आफू चाहिँ जहिले पनि अलिक तल्लो भएर अरूलाई आधार गर्नुपर्छ, रेस्पेक्ट गर्नुपर्छ। त्यो चाहिँ अनि दोस्रो हाम्रो बोधिचित्तको सोच हो भनेर उहाँले दोस्रो श्लोक लेख्नु भएको छ। तेस्रोमा चाहिँ चोलम कुन्दो राङ्ग्योला तौची नियमो के मात्र धासे मारो चेपेन चेन्था धौने दौवर्ष। अनि जहिले पनि हाम्रो आचरण, हाम्रो जुन एउटा व्यवहार कहिले कहिले हामीले क्लेश भएर आउँदाखेरि रिस हुन्छ, कहिले कहिले हामी एकदम रिस ठुलो हुन्छ, कहिले कहिले हामीले एकदम एउटा मनमा चाहिँ अब मोह हुन्छ, कहिले कहिले हाम्रो मनमा एकदम घमण्ड हुन्छ। त्यो बेलामा चाहिँ हामीले के सोच्नु पर्यो भने त्यो आउँदाखेरि यस सोचले गर्दाखेरि हामीले आफू मात्रै नभइकन अरूलाई पनि हानि पर्ने भएको हुनाले हामी जहिले पनि दिन रात हामीले चाहिँ त्यस्तो क्लेशहरू रिस यस्तो ठुलो हुँदाखेरि हामी त्यसलाई कसरी कम गर्ने भनेर त्यो चाहिँ एकदम त्यसको बेफाइदा चाहिँ सोचेर हामीले कम गर्नुपर्छ भनेर त्यसमा त्यो तेस्रो श्लोक भनेको छ। चौथो श्लोक चाहिँ रासिङ नेबे सिम्चेन दिग्दु टाबे रिन्से त्यता नेपर कावे चाहिँ चौथोमा चाहिँ के भनेको छ भन्दाखेरि जुन बेला हामी साथीहरूसँग भेटघाट हुन्छ, त्यसै गरेर मान्छे धेरैसँग भेटघाट, कोही मान्छे कस्तो हुन्छ भन्दाखेरि एकदम रिस ठुलो, एकदम घमण्ड त्यस्तो हामीले भेट्छौँ नि कहिलेकाहीँ। एकदम उसँग भेट्दाखेरि एकदम गाह्रो हुने। तर हामी बोधिचित्तले के सोच्नु पर्दा भन्दाखेरि त्यस्तो हामी व्यक्ति भेट हुँदाखेरि चाहिँ हामीले के सोच्नु पर्यो एकदम विचार उहाँ चाहिँ अब एकदम क्लेशले दुःख भएको हुनाले त्यो क्लेशको अज्ञानताले गर्दाखेरि उहाँले यो दुःख पाएको। तर भए पनि उहाँको जुन दुःख मैले
लिन सकोस् र उहाँलाई हामीले एउटा करुणा र माया दिन सकोस्। अनि त्यस्तो व्यक्ति हुँदाखेरि जब कसैले रिस गर्दा पनि तपाईँले जुन एउटा पेसेन्स हुन्छ, क्षन्ति भन्छ नि, टलरेन्स, त्यो हामीले सहनु सक्ने एउटा मन बल चाहिँ हामीले ल्याएर हामीले एकदम एकदम करुणाको मनले उहाँलाई जवाब दिन सक्यो भनेपछि त्यो चाहिँ सबभन्दा ठुलो महान ज्ञान र अभ्यास हो भनेर। अनि त्यो त्यस्तो व्यक्ति आएर तपाईँले कसैले गाली गर्नुभयो र नराम्रो भन्नुभयो, त्यो भनेपछि तपाईँले हो उहाँ पनि उहाँ एउटा व्यक्ति हो, उहाँ आफ्नै आमासँग उहाँले मलाई एउटा मणिरत्न पाए, जसले गर्दाखेरि मलाई यो जुन एउटा क्षन्ति त्यसै गरिकन करुणाको मन आउनलाई उहाँले सहयोग गर्नुभयो भनेर एउटा सोच्नुपर्छ भनेर मन राख्यो। त्यसै गरिकन पाँचौँमा दालासिङ्गी ठाउँदोगी सेगुर लासो मेरो भयो घ्योङ्गा राङ्गीले भन घ्यागास्याला भयो। त्यसै गरिकन कसैले तपाईँलाई घमण्ड र रिसले तपाईँलाई गाली गर्नुहुन्छ, तपाईँको जुन एउटा जति पनि नराम्रो कुराहरू तपाईँले भन्नुहुन्छ, अनि त्यो चाहिँ उहाँको जुन अज्ञानताले उहाँको जुन घमण्डले गर्दा तपाईँले भन्नु गाली गर्नुभयो भने पनि आफूले त्यसलाई सुनेर के सोच्नु पर्यो भने चाहिँ आफ्नो जुन एउटा राम्रो कुराहरू छ त्यो सबै उहाँलाई पाओस् भनेर हामीले आस्था गरेर हामीले मलम जुन आफूले चाहिँ के सोच्नु पर्यो भने एकदम करुणाको भावनाले उहाँलाई राम्रो होस् भनेर सोच्नु सक्नुपर्छ। त्यो नै बोधिचित्तको एउटा अभ्यास हो। अनि कति बेला चाहिँ हामीले कस्तो हुन्छ भनेको चाहिँ हामी धर्ममा लाग्दा जसो भयो भने आफूले चिन्ने जहिले पनि तपाईँले एकदम राम्रो गरिरहेको साथी, जहिले पनि तपाईँले एकदम चाहिने बेलामा एकदम साथी गर्ने सहयोग गर्ने त्यस्तो व्यक्तिले तपाईँलाई उल्टो चाहिँ एकदम गाली गर्ने, उल्टो चाहिँ तपाईँलाई एकदम नराम्रो गर्ने, उल्टो तपाईँलाई एकदम डाहा गर्ने, उल्टो तपाईँलाई एकदम नराम्रो सोच्ने पायो भने पनि त्यो चाहिँ मेरो गुरु सर हो भनेर आफूले गुरु मान्न सक्नु पर्यो। बोधिचित्तको सोच चाहिँ त्यो तपाईँले गुरु मान्नु पर्यो। गुरु जस्तो उहाँले गरेर मलाई जुन एउटा मेरो भित्रको जुन अज्ञानता र मेरो भित्रको जुन घमण्ड छ, मेरो भित्रको जति रिस छ, राग छ, त्यसलाई कम गर्यो भनेर सोच्नुपर्छ। त्यसै गरिकन अर्को चाहिँ धोर्नाङ्गसम घिउ भए फेन्दै मानवको माइ हिँड्नु सावे दाउलाई नै भयो। अन्त्यमा गएर चाहिँ हामीले छोक चराउनेदेखि लिएर हामीले जुन एउटा तन्त्रको चाहिँ वाङ लिने, त्यसै गरी झिलापहरू लिने चाहिँ के हो भने अन्त्यमा गएर हामीले जति पनि हामीले कर्महरू गर्छौँ त्यो विशेष गरी हामीले चाहिँ सम्पूर्ण प्राणी हितको लागि गर्न सकौँ भन्ने एउटा प्रार्थना गर्नुपर्छ। यता कुन क्या छोयो तोबेदिम स्यान अनि त्यसमा चाहिँ हामीले के सोच्नु पर्यो भन्दाखेरि यो जति पनि हामीले धर्मको कार्यहरू गर्छ यो चाहिँ हाम्रो कार्य चाहिँ धर्मको जुन यो स्वच्छ होस् भने, किनभने हामीले कहिले कहिले धर्म गर्दाखेरि के हुन्छ भन्दाखेरि हाम्रो मनले चाहिँ क्लेश भएको हुनाले हाम्रो सांसारिक धर्म हुन्छ। सांसारिक धर्म भने चाहिँ के भन्दाखेरि नाम कमाउनेको लागि, त्यतिकै फाइदा देखाउनको लागि, अरूलाई देखाउनेको लागि त्यस्तो मात्रै धर्म भयो भने चाहिँ त्यो चाहिँ सांसारिक भन्ने वर्ल्डली जुन चाहिँ धर्ममा मेल नखाने भएको हुनाले हामीले बाहिर देख्दा मात्रै धर्म, सच्चैको धर्म चाहिँ भित्र मनबाट आउनुपर्ने त्यो भएको हुनाले त्यो मन जगाउनुपर्छ। त्यो नै बोधिचित्तको भावना हो भनेर त्यो मन चाहिँ हामीले राख्नुपर्छ भनेर त्यसमा चाहिँ उहाँले गुरुले त्यो भन्नुभएको छ। त्यसै गरिकन सेमचा के छुट्टिम नाम सुन्ला घुम्बा मेहनत छ मेड्रुबा लेबातन चुम्बा टबे लोबट झिङ्गिलोस्। त्यसै गरिकन हाम्रो मेहनत एफर्ट जुन एउटा सोच मनले वीर्य भन्छ, त्यो हामीले जहिले पनि धर्मको लागि चाहिँ धर्म र जुन एउटा हामीले जति पनि हामीले धर्म गर्दाखेरि, हामीले क्याम्रो गर्दाखेरि, जुन शरण गमन जाँदाखेरि लिनुभएको जुन बाचा छ आफूले गर्छु भने त्यो चाहिँ पुरा गर्न सक्नुपर्छ। लोभे योलाई यहाँ सिजेजी यहाँ त्यसलाई सिने लाग्दो सुन्दर निर्दुग्यलाई के गर्नु। त्यसै गरिकन हामीले ध्यान समाधिको ध्यान, त्यसै गरिकन विपसनाको ध्यान अनि त्योहरू सबै हामीले उत्पन्न गर्न सकिन्छ।
동몽을 남자는 너도 교반나 대바군게 저기도 계산 교회 중간다 대란에도 조벌 정결로 대정원도 남다 당시도 뭐 저 마음에 쏟아도는데 송어를 정결로 त्यसै गरिकन अब हामीले तन्त्रको पाठहरू गर्नुहुन्छ जुन छोक चराउनेदेखि लिएर माने गर्नेदेखि लिएर गुन्डो गर्नेदेखि लिएर यिनीहरू सबै के हो भने गुरुले दिनुभएको उपदेश र जुन एउटा उहाँको आदेश अनुसार हामीले पालना गर्दाखेरि त्यसमा चाहिँ हामीले कुशल कर्म जुन एउटा पुण्य कमाउने एउटा त्यो भएको हुनाले त्यसलाई जहिले पनि हामीले निरन्तर दिन सक्नुपर्छ त्यो दिन सक्यो भने हामी हरेक त्यो दिन जाँदाखेरि हामी बुद्धको नजिक हुन्छ त्यो बुद्ध नजिक हुने भन्ने मतलब चाहिँ हाम्रो भित्रको त्यो बुद्ध पनि खुल्ला भएर करुणाको जुन रूप लिएर हामी बुद्ध निर्वाण प्राप्त गर्न सक्छ नेनाम जेसिन तो ने जुन भए थुनसिनेले छोले मे थाम्बे सोसिन डुबर जिंगल तेदान सोसिन डुबर चिनानाको नेवर सेवर जिंगल त्यस कारणले हामीले जुन एउटा हाम्रो जुन मायन र वज्रायन धर्ममा चाहिँ अब के हुन्छ भन्दाखेरि हामीले जुन तन्त्रहरू वाङ लिँदाखेरि पालना गर्नुपर्ने जति पनि चीजहरू छ त्यो चाहिँ हामीले बिहान जस्तै क्याम्डो भन्दाखेरि बिहान पानी चढाउँदाखेरि 3 चोटी ढोक्ने बेलुका 3 चोटी जुन एउटा हामीले शरण गमनको लामालाई क्याप्सुन्छु सांगेलाई छोलाई क्याप्सुन्छु घिन्दोलाई क्याप्सुन्छु भन्ने सोच हामीले कम्तीमा बिहान 3 चोटी बेलुका 3 चोटी आउनुपर्छ हो त्यसरी गरेर हाम्रो मनलाई सुधार्दै 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 गरेर हामी अन्त्यमा गएर बुद्ध प्राप्त गर्न सकिन्छ भन्ने जुन एउटा यो छ त्यो चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि यिनीहरू सबै त्यो भाग छुटे छुटे भए पनि यो चाहिँ हामीले दिनमा एकचोटी पढेर ध्यान गर्न सक्यो भने चाहिँ 5 मिनेट भयो भने 1 घण्टा भयो भने हामीले त्यसमा ध्यानमा जान सक्यो भने चाहिँ हामीले गरेको कार्य दिनभरि गरेको हामी बिहान उठेर छेउमा चढाइसकेपछि हामी काममा गए पनि अर्को कुराहरू गरे पनि विदेश जहाँ जस्तै कार्यहरू गरे पनि अन्त्यमा आएर बेलुका घरमा पुगिसकेपछि हामीले त्यो धर्मको विषयमा फेरि एकचोटि यसो विचार गरेर ध्यान गरे भनेपछि त्यो दिनभरि हामीले गरेको कार्यहरू पनि सफल हुने र पुण्यदायक हुने र धर्ममा जाने भएको हुनाले हाम्रो ध्यानहरू चाहिँ एकदम महत्त्वपूर्ण हामीले पाठहरू जति गरे पनि त्यसमा ध्यान भएन भनेपछि हाम्रो मन चाहिँ बाहिर जाने भएको हुनाले हामीले गरेको कार्यहरू चाहिँ त्यतिको फलदायक नहुने त्यसकारणले हामीले ध्यान यो कुराहरू सोचेर हामीले ध्यानमा लग्यो भने चाहिँ हाम्रो मन चाहिँ ध्यान गरेर जुन हामीले सास पनि फेर्ने 21 चोटी भित्र बाहिर सासलाई पनि ध्यान गर्ने अनि अब त्यो सँगसँगै हाम्रो यो मनन गर्ने जुन एउटा चिन्तन मनन गरेर जुन भगवान बुद्धको जुन कुराहरूलाई हामीले विशेष गरी मनमा याद राखेर अनि यो पाठहरू गरेपछि धेरै पुण्य हुने भएको हुनाले अनि यो तपाईहरुको समाज छोटो गरी अनि तपाईहरुलाई यो छ्यो चाहिँ अनि यसरी हामीले पूजा पाठ पनि गर्ने सबै सिक्ने त्यो सँगसँगै हाम्रो मनलाई पनि शुद्ध कसरी हुन्छ त र क्लेश कसरी आउँछ र त्यो क्लेशलाई कसरी कम गर्नुपर्छ र त्यो क्लेशको सम्बन्ध त्यसलाई हामीले कम गर्ने के हो उपाय भन्दाखेरि करुणा र त्यसै गरिकन माया त्यसै गरिकन मैत्री र त्यसै गरिकन जुन एउटा हामीले पाठहरू पढ्ने मन्त्रहरू त्यसको झिलापले गर्दा क्लेशहरू कम हुन्छ त्यसले गर्दाखेरि आफ्नो मनमा पनि शान्ति हुने आफूले गरेको धर्म पुण्य त्यो बढ्दै 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 गएर जुन एउटा बुद्धता प्राप्त गर्नलाई सजिलो हुने त्यसैगरी यो समय जुन बुद्ध जयन्ती सागादावाको जुन एउटा यो आउने औँसीदेखि पूर्णेसम्म हुन्छ हामीले जति पुण्य गरे पनि एउटा क्षमै मात्र बाले पनि लाखौं बालेको पुण्य हुने भएको हुनाले हामी कसैले यो जुन शाकाहारी जुन भेजिटेरियन खाना पनि एकदम शुद्ध खाएर अनि त्यसले मलमहरू गर्ने पाठहरू गर्ने बढी ध्यानहरू गर्ने बढी धर्ममा लाग्ने त्यो गरेपछि त्यस बेलामा चाहिँ पुण्य एकदम धेरै आर्जन हुने सांगे चुम्दिनको भगवान बुद्धको जुन विशेष दिन महिना भएको हुनाले सागादावामा न्यूने बस्न सक्यो भने सबभन्दा राम्रो नसक्यो भने हामीले घरमा पानी चढाउँदाखेरि छम्मे चढाउँदाखेरि त्यो ध्यान गरेर यो दिनमा चाहिँ हरेक पुण्य चाहिँ एकदम महत्त्वपूर्ण यो लाखौं हुने पुण्य भएको हुनाले त्यसमा चाहिँ हामीले कसैले यो कुन के भन्छ व्रत बस्ने जस्तो गरेर एक छाक मात्र खाने कसैले शाकाहारी भेजिटेरियन बन्ने कसैले न्यूने बस्ने कसैले गोन्डोहरू गर्ने यो बेलामा गोन्डो गरेपछि एकदम महत्त्वपूर्ण सांगे चुम्दिनको गोन्डो गर्न सकेपछि एकदम यो हामीले धेरै पुण्य आर्जन गर्न सक्ने भएको हुनाले यो महिना चाहिँ एकदम मौका सागादावा महिना चाहिँ एकदम महत्त्वपूर्ण भएको हुनाले तपाईहरु सबैले यसपालि यसमा गर्यो भने चाहिँ धेरै पुण्य
जिल्ला पनि नजिक हुने भएको हुनाले तपाईँहरूले यो चाहिँ एकदम राम्रो समय हो भनेर भन्न चाहन्छु। त्यसै गरिकन यो जुन धर्मको कार्य भन्दाखेरि हामीले बुझ्नुपर्ने चाहिँ हाम्रो मनभित्रबाट नै आउने, मनभित्र कसरी हामीले विचार राख्ने र बोधिचित्त कसरी उत्पन्न गर्ने, सबभन्दा बेस्ट हामीले यहाँ छेउ गर्न आउँदाखेरि, जहाँ गुम्बाभित्र जाँदाखेरि, आफूले मलम पर्दाखेरि, पानी चढेर छा गर्दाखेरि बोधिचित्त सोध्ने, जहिले पनि बोधिचित्त सोचेर हामीले बोधिचित्तको मनले गर्यो भने सबभन्दा उत्तम त्यो कार्य हुने भएको हुनाले अर्को केही नसोचेर हामीले बोधिचित्त चाहिँ एकदम त्यसमा ध्यान चाहिँ दिनुपर्छ। अनि त्यो भयो भने हामीले गरेको कार्य धर्म चाहिँ खेर जाँदैन र हामीले पछिको जुनी पनि शुद्ध हुन्छ। पछिको जुनीमा हामीले फेरि बुद्धको धर्म भेटेर हामी बुद्धत्व प्राप्त गर्न सक्ने र बुद्ध नहुनेसम्म हामी जहिले पनि धर्ममा लाग्ने त्यो जान सक्ने भएको हुनाले त्यो हामीले अन्त्यमा पहिलो चाहिँ हामीले भावना सोच राम्रो हुनु पर्यो, अनि धर्म गर्नु पर्यो, बिचमा चाहिँ कार्य कर्महरू गर्ने, अन्त्यमा चाहिँ त्यो कर्म गरिसकेपछि ngoa भन्छ, ngoa मलम भन्ने चाहिँ हामीले अन्त्यमा हामीले गरेको जति पनि पुण्य छ त्यो चाहिँ सम्पूर्ण प्राणी हितको लागि आफू बुद्धत्व प्राप्त गर्न सकोस् भन्ने गरेर राम्रो सोच राखेर ध्यान गर्यो भने त्यो चाहिँ हरेक पुण्य चाहिँ एकदम फलदायक हुँदाखेरि अनि हामीले जुनै छोक पूजाहरू गरे पनि हामीले त्यो सुरमा क्याम्डो जुन एउटा शरण गमनको जुन पाठ त्यसमा हामीले भावना बोधिचित्तको राख्न सक्ने, जुन साङ्गे छोना छोगी छोनाम्ला छ्यान्जु पर्दो दानी क्याप्सुन छे भन्दाखेरि शरण गमन भयो, धागे जिन्सो केपे छोनामगे ढोला फेन्से साङ्गे डुबर्स्यो भन्दाखेरि बोधिचित्तको भावना। यो दुईटा चाहिँ सँगै सुरुवात हुन्छ। अन्त्यमा गएर अनि छ्याङ्झ्यु सिम्च्यो रेम्बोचे मागे पाना के क्यावाने घौने घौँदो फेरि भनेर अनि ngoa मलम गर्ने कारण चाहिँ त्यो हो। त्यसले गर्दा त्यो चाहिँ हामीले मनमा जहिले पनि राखेर अनि त्यो पाठहरू गर्दै गयो भने धेरै राम्रो हुन्छ। अनि लसो थुजिसे